नमस्कार साथीहरू, हामीले यो BYD पार्कको पछाडिको फोहोरको विषय उठाउनलाई उठाएको मात्र होइन, यो कुरा जानकार हुनु पर्यो। किनकि महानगरमा गएर पनि यसको बारेमा हामीले अनौपचारिक रूपमा औपचारिक रूपमा खबर पुर्याइसकेका छौँ, तर पनि यो फोहोर उठ्न सकेको छैन। महानगरको केही कर्मचारीहरूले यिनीहरूलाई जरिवाना लगाउने कुरा पनि गर्नुभयो, तर त्यो पनि हुन सकेको छैन। यो फोहोर सही ठाउँमा पुग्नु पर्यो, जहाँ पाए त्यही फालिनु भएन। यहाँ केमिकलको बक्सहरू देखिन्छ, त्यहाँ त्यसमा अलरेडी डेन्जरको साइन देखाइएको छ होइन। यस्तो फोहोरहरू यहाँ फालिएको छ। BYD पार्क जुन अगाडिबाट यति राम्रो देखिन्छ, जुन राम्रो कुरा हो। हाम्रो ठाउँमा यस्तो ठुलो ठुलो योजनाका कुराहरू, यस्ता ठुला ठुला के अरे सर्भिस सेन्टर अथवा गाडीका पार्कहरू, सोरुमहरू बन्छन् भने त्यो राम्रो कुरा हो, जसलाई हामीले स्वीकार्नुपर्छ, स्वागत पनि गर्नुपर्छ। तर तिनीहरूको केही पक्षहरू नराम्रा पनि छन्, त्यसलाई उनीहरूले सुधार्नु पर्यो। र सुधार्दैनन् भने महानगर केका लागि, स्थानीय तह केका लागि, उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने हो भने ल्याउनु पर्यो। होइन भने यसरी यो सुनेको कुरा नसुने जस्तो गर्ने, देखेको कुरा नदेखे जस्तो गर्ने, तपाईहरू किन त्यस्तो हुनुहुन्छ खै मलाई थाहा छैन। तर अब भने यसलाई सुधार्नुपर्छ, किनकि यहाँ अब चुप लागेर बस्ने मान्छे मात्रै छैनन्, जागरुक सचेत युवाहरू पनि छन् जो यस्तो कुरा सहन सक्दैनन्, सहन चाहँदैनन्। कृपया यसलाई छिटोभन्दा छिटो उठाइदिनु होला। धन्यवाद।